श्वास बाहिर आइरहेको छ। प्रत्येक श्वासबाट म भित्र नयाँ खुसी, नयाँ ऊर्जा, उमङ्ग अनि आनन्द आइरहेको छ। अनि प्रत्येक श्वास फाल्दाखेरि म भित्र रहेका दुःख अनि क्रोध अनि अहंकारहरू बाहिर फालिरहेको छु भने महसुस गर्नुहोस्। यही श्वास हो जुन हामीले फ्रीमा प्राप्त गरेका छौँ, निःशुल्क प्राप्त गरेका छौँ। यही श्वास जब हामी हस्पिटलमा हुन्छौँ, जब कुनै अस्पतालमा हुन्छौँ, त्यतिखेर भेन्टिलेटरमा हजारौं लाखौं तिरेर किन्नुपर्छ। अहिले मजासँग फ्रीमा पाउनु भएको छ, निःशुल्क पाउनु भएको छ, मजाले आनन्दले निस्फिक्री भएर श्वास गर्नुहोस्। यही श्वास हो जसले हामीलाई बचाइराखेको छ। यही श्वासलाई हामीले प्राण शक्ति भनिन्छ। जुन प्राण छ हाम्रो शरीरमा, जुन प्राण छ, यो प्राण बाँचिरहन्छ जबसम्म हाम्रो शरीरमा श्वास रहन्छ, त्यससम्म हामी बाँच्छौँ। जब हाम्रो शरीरबाट चाहिँ प्राण पक्रेर उड्यो भनिन्छ, श्वास सकियो भनिन्छ, अनि हाम्रो मृत्यु हुन्छ। जतिखेर हामी बाँच्छौँ नि, हामी खुसीसँग बाँच्ने आधार भनेको श्वास हो। हामीले गर्ने सबै काम श्वासमा निर्भर रहन्छ। हामीले गर्ने प्रत्येक व्यवहार हाम्रो श्वासमा भर पर्छ। जब हामी रिसाउँछौँ त्यतिखेर हाम्रो श्वास एकदमै तेज हुन्छ। जब हामी शान्त हुन्छौँ हाम्रो श्वास शान्त हुन्छ। जब हामी निदाइरहेका हुन्छौँ नि, त्यतिखेर हाम्रो श्वास पनि शान्त भएर बिस्तारै बिस्तारै पेट हल्का हुन्छ, हल्का बस्छ, छाती हल्का हुन्छ, हल्का बस्छ। जब हामी निदाइरहेका हुन्छौँ अनि जब हामी उठ्छौँ जाहेर हुन्छौँ, तब चाहिँ हामी फेरि के हुन्छ, हाम्रो श्वासको क्रिया फेरि छातीतर्फ खिचेर आउँछ, पेटमा पुग्दैन, पेटमा श्वास पुरै पाउँदैन। अनि त्यसपछि हाम्रो चाहिँ कामहरू एकदमै कडा हुन्छ, गहरो हुन्छ, एकदमै कठिन कामहरू हामी गर्न सक्छौँ जब हामी जाग्छौँ, बिउन्छौँ। त्यसैले श्वास यस्तो शक्ति हो नि जसले हामीलाई बचाइरहेको छ, जसले हामीलाई जीवन सिकाइरहेको छ, जसले हामीलाई केही गर्नुपर्छ, बाँच्नुपर्छ, म गर्नुपर्छ, मेरो जीवनको लक्ष्य नै म बाँच्नु हो, म राम्रो गर्नुपर्छ भन्ने सिकाइरहेको छ। हामीले ज्ञान प्राप्त गरौँला नगरौँला, बुद्धत्व प्राप्त गरौँला या नगरौँला, त्यो सवालको विषय रहेन। हामी स्वस्थ हुन सके कि सकेन, हाम्रो जीवनको अन्तिम क्षणसम्म बाँचिरहँदाखेरि हामीलाई चाहिँ पिसाब पिसाब मलमूत्र पुरै लथालिङ्ग भएर मेरो चाहिँ घरको आफन्तले, मेरो घरको मान्छेले यो त मर्दियो हुन्थ्यो नि भन्ने अवस्थामा हामी पुग्छौँ कि पुग्दैनौँ। अन्तिम क्षणसम्म आहा हाम्रो बाबा, मेरो मम्मी, मेरो हजुरआमा, मेरो हजुरबाबा कति राम्रो, कति असल, कति माया गर्नुहुन्छ, कति खुसी हामीलाई ज्ञान कुरा सिकाउनुहुन्छ, त्यस्तो भनेको राम्रो कि पिसाब पिसाब गरेर मनबाट लथालिङ्ग फोहोर गरे त मर्दियो हुन्थ्यो नि, यो बुढी, यो हजुरआमा मर्दियो हुन्थ्यो, यो हजुरआमा मर्दियो हुन्थ्यो नि भन्दा राम्रो हो। हामी आफूलाई बाँच्नुपर्छ। यो संसार स्वार्थी छ, तपाईँले बुझ्नुहोस् या नबुझ्नुहोस्। तपाईँ मरिसकेपछि तपाईँको शरीरलाई मान्छेको नाम लिँदैन, लास भनिन्छ। भोलिपल्ट चाहिँ यो लास गनायो, दुर्गन्ध भयो, लैजानुहोस् भनिन्छ। संसार स्वार्थी छ। तपाईँ स्वस्थ हुँदासम्म, तपाईँ सुखी हुँदासम्म, तपाईँ खुसी हुँदासम्म, तपाईँ शान्तमा हुँदासम्म, तपाईँ आनन्दमा हुँदासम्म तपाईँलाई सबैले माया गर्छ। जुन दिन तपाईँ चाहिँ तपाईँको मनभित्र शान्ति हराउन थाल्यो, तपाईँको शरीरमा रोग आउन थाल्यो, त्यसपछि मान्छेले तपाईँलाई घृणा गर्न सुरु गर्छ। सुरुमा आफ्नो घरका नगर्ला, माया मान्ला, छिमेकले गर्छ, बिस्तारै बिस्तारै त्यो घृणा बढ्दै बढ्दै आएर आफ्नो घरको मान्छेले घृणा गर्छ। त्यो स्वस्थ मान्छेलाई, सबल मान्छेलाई, शक्तिशाली मान्छेलाई सबैले माया गर्ने। तपाईँ देखिरहनु भएको छ कुनै प्राणीहरू, कुनै बिरुवाहरू अथवा चाहिँ कुनै सानो सूक्ष्म जीवहरू हामीले कुल्चिन्छौँ। अहिले हामी म बोलिरहेको छु, यतिखेर हजारौँ लाखौँ सूक्ष्म जीवहरू मेरो मुखमा छिरेका छन्, कोही मरेका छन्। शक्तिशाली हुँदैन, उनीहरूले मेरो गालामा टोक्यायो, मौरी हुन्छ मलाई बाहिर भयो, मौरी अथवा खावा चाहिँ के हुन्छ नि, मेरो गालामा टोक्यायो, भाग्थ्यो त शक्तिशाली छ नि त। तर सूक्ष्म जीव मेरो मुखमा छिरेको छ, मरेको छ। त्यसरी कमजोरलाई सबैले हेर्छ। हामी स्वस्थ हुनुपर्छ। स्वस्थ हुनुलाई चाहिँ योग गर्नुपर्छ, ध्यान गर्नुपर्छ, प्राणायाम गर्नुपर्छ। प्रत्येक दिन बिहान उठेर चाहिँ हामीले समय निकाल्न सक्छौँ। प्रत्येक दिन बिहान जब हिसाब पिसाबबाट मुक्त भएर बिस्तारा बस्छौँ, बिस्तारा बसेर केही समय तपाईँले बिस्ताराबाट बाहिर आइसकेपछि तपाईँ घरको बुहारी हुनुहुन्छ, कोही के हुन्छ, कोही के हुन्छ, तपाईँको आफ्नै जिम्मेवारी छ, तपाईँले काम गर्नुपर्ने हुन्छ। तर तपाईँ बिस्तारामा हुँदासम्म त एकदम बिस्तारामै छ भन्नुहुन्छ नि सबैले। त्यस कारण बिस्तारामै तपाईँ आँखा चिम्म गरेर बस्नुहोस्। अहिले त शरीर सब मोबाइलमा चाहिँ म्युजिक बजाउनुहोस् अनि आनन्दले आँखा चिम्म गरेर 2 मिनट 5 मिनट कति सक्नुहुन्छ बस्नुहोस्। कुनै 5 मिनटको म्युजिक बजाउनुहोस्, 5 मिनटसम्म बस्नु भयो आवाजबाट। छोडिदिनु, मेरो लागि कति समय, मेरो परिवारको लागि मैले समय दिएँ, मेरो श्रीमानको लागि समय दिएँ, मेरो श्रीमतीको लागि दिएँ, मेरो
प्रेम गर्न सकिन्छ, स्नेह दिन सकिन्छ, दया गर्न सकिन्छ। तपाईँ धनी हुनुहोस् त, गाउँमा एकजना मान्छे मस्त धनी छ, पैसा प्रशस्त छ भने कति राम्रो तपाईँले सोच्नु भेट्न पाउनुहोस्। धनी छ भने कति गएर माग्दाखेरि 2,000 रुपियाँ पाइन्छ भने 2,000 पाइन्छ भने कति राम्रो भयो। ऊ गरिब भएको ठाउँमा दिनु पर्थ्यो उल्टै। कोही मान्छे धनी छ त्यसलाई सम्मान गर्नुहोस्, उसको आफ्नो क्षमताले उसको आफ्नो कर्मले पैसा कमाएको छ उसलाई धनी हुनुहोस्। कति हुनसक्छ धनी हुनुहोस्। वास्तवमा हाम्रो चाहिँ शरीर स्वस्थ हुनुपर्छ। मेन पनि त्यहाँ हेर्नुहोस्, तपाईँहरू गाउँमा बस्नु भएको छ, यति धेरै प्रदूषण यहाँ गाउँमा छैन, जुन चाहिँ बजारमा हुन्छ त्यति गाउँमा छैन। मजासँग आनन्दले बिक्री भएर श्वास लिनुहोस्, आनन्दले श्वास भर्नुहोस्। श्वास भर्दाखेरि मजासँग चाहिँ छाती र पेट खुलोस्। जसरी तपाईँ निराकोलाई ख्याल गर्नुहोस्, निराको बेलामा तपाईँले जब श्वास लिनुहुन्छ त्यतिखेर तपाईँको पेट पनि खुलेको हुन्छ, पेट बढ्दै आउँछ अनि छाती पनि बिस्तारै हल्का बढेको हुन्छ। जब तपाईँ चाहिँ उठ्नुहुन्छ त्यसरी फेरि तपाईँले पेटले साथले छोड्नुहुन्छ अनि के गर्छ, छातीले